सिधै जाने कति हाल्नु पर्यो फोरविलर त्यसै गाह्रो हुन्छ नि भाइ हालेछ छैन त केही ओ Good morning everyone. Finally 7 बज्न आयो अनि अब यहाँबाट निस्किने के बाटोमा भेटौँला ए फर्स्टमा भ्यू हेर्दिउँ न भ्यू देखाइदिउँ न this is the view very dark oh सिधै जाने कति हाल्नु पर्यो 100 किलोमिटर ओराउनु भयो अब खाजा खानु ओर्लेको हो धेरै लङ भयो नि त हाल्नु छोडेर गाउँ जानलाई खोला तर्नुपर्छ तर्छ कहाँ जाने माथि मर्नु गाह्रो छ गाह्रो रोक्नु एकचोटि रोक्नु भने झन् फोरविलर त्यसै गाह्रो हुन्छ नि भाइ हालेछ नन्नु कटा बोला तल पानी गइरो हो होइन भाइ जुत्तालाई समातेर तार्नु छ कहाँ हुन्छ हुँदैन होइन जुत्ता खोलेर तार्छ कि तर कहाँ गहिरो छ हेर्नु गहिरोले केही गर्छ क्या पकाउनु सिधा हेरो
सिधा हेर गाडी चाहिँ उकालो Nice skiddy. लेकैमा मेरो पर्खिरहेछ पानी पर्खिरहेछ हामी हिँडेको चाहिँ नयाँ बाटो तमर कोरिडोर भनेर यो भर्खर बनाएको रिसेन्टली नै भयो नयाँ बाटो हो धेरै भएको छैन धनकुटाबाट सरी भेटिटारबाट तलपट्टि के ठाउँ हो ठाउँ नाम बिर्स्यो मलाई त्यो खाजा खाएको ठाउँको नाम के हो खाजा खाएको मूलघाटबाट धनकुटा नगइकन माथिपट्टिको बाटो एउटा कच्ची रोड टाइपको छ अनि त्यहाँबाट उकालो लागेपछि यस्तो मिठो बाटो छ खोलाहरूमा चाहिँ पुल बनाएको छैन हैन तीनटा खोला तर्नुपर्छ अनि तीनटै खोलाको चाहिँ एउटा खोला लास्टको खोला चाहिँ अलिकति ठुलै छ त्यहाँ फेरि झोलुङ्गे पुल पनि छ त्यहीँबाट आएको हामी तपाईहरुले ब्लगमा पनि हेर्न सक्नुहुन्छ अगाडिपट्टि भिडियोमा या त्यही हो बाटो चाहिँ एकदम बबालै पिच पनि छ मोस्टली पिच भएको छ अनि स्टिल अब त्यस्तै घन्टा जस्तो लाग्छ होला घर पुग्न यो स्पिडमा हो भने चाहिँ ओके Freedom! That's Freedom Bazaar! तर अझै बाँकी छ अनि बाइक फेरि बिचमा बिग्रियो अहिले अब यसो बल्ल बल्ल स्टार्ट भएर फेरि देखाउनु लाग्यो एफआईमै प्रब्लम भएको रहेछ सो बल्ल बल्ल फिटिङ त आयो अब त्यहाँबाट फेरि जानुपर्छ धेरै एकचोटि बाइक चाहिँ देखाइहालौँ भनेर ओके घर पुगेपछि एकचोटि कन्डिसन अफ बाइक खाइदे एफजी बाइक छैन त केही भिडियो हिलियाङको पुल भत्केको पछिको बनेको पुल स्टिल नट एट कम्प्लिटेड तर काम चलाऊ फाइनली घर आइपुग्यो गाह्रो यार एउटा घर आउनु पनि बल्ल बल्ल घर आइपुग्यो के मम्मी के भन्नुहुन्छ मेरो ब्लग भन्न के भन्नुहुन्छ केही भन्न मन छैन गाह्रो भइराख बिरामी भएको छ गाह्रो छ गाह्रो फाइनली घर आइपुग्यो गाउँ आइपुग्यो 2 दिनपछि धेरै कुरा भयो यो यात्रामा कुनै कुराहरू अनएक्सपेक्टेड पनि भयो भनौँ जस्तै बाटो बिर्सेर अर्कैतिर जानु
जुन चाहिँ त्यसमा 2 घन्टा जस्तै लस भयो। अनि बाइक बिग्रिनु जसमा चाहिँ हिजो 2 घन्टा लस भयो। आज पनि बाइक बिग्रेर 3 घन्टा लस भयो। अनि डिफ्रेन्ट कुराहरू चाहिँ आएको थियो। बाइक बिग्रेको केसमा चाहिँ धेरै चान्सेसहरू यो हो कि त्यो हो कि भन्ने कुराहरू चाहिँ थियो, तर तार सर्ट भएको रहेछ। अनि त्यही खोज्दा टाइम लागेर त्यसले जाउ गर्यो। त्यही हो, अब यात्रा लामो थियो तर रमाइलो, थकित थियो तर एक्साइटमेन्ट पनि थियो। अनि ठाउँहरू पनि धेरै घुमियो। अझै फिगर आउट गर्न खोज्दैछु कहाँ के गर्दाखेरि अझै बेस्ट हुन्छ होला ट्राभलमा, यो जर्नीमा चाहिँ भनेर। बट त्यही हो, अब सकेसम्म आफ्नै सुरमा हिँडेकै हो। अब त्यति नै भन्ने। ओके, धन्यवाद। थ्याङ्क यू फर वाचिङ दिस भिडियो। त्यति भन्दै गुड नाइट। Keep the journey going on. Sign up. View from Pathivara.